हाम्रो लोकल प्लेस दोमुखा एकदम फेमस तपाईहरु पनि आउन सक्नुहुन्छ गर्मीमा। यहाँ हेर्नु त हाम्रो आमा ग्याङहरु जय मसी भन्नु। जय मसी हैन हामी जय मसी मिलेर आएको एकदम खुसी छौं हामी। जय मसी जय मसी जय मसी 310 चोटी जय मसी। आज हाम्रो आमा ग्याङहरु घुम्न आउनु भएको अरे दोमुखा। गर्मीमा पाक्नु हुन्छ होला। अब हामी यहाँदेखि यता जान आँटेको। हाम्रो शान्ता चाहिँ आम्मामामामा कालै गर्मीमा देखाउ न त नि। हाम्रो दोमुखा यस्तो छ। हाम्रो दोमुखा राम्रो दोमुखा जानु तपाईहरु। हाम्रो दोमुखा राम्रो दोमुखामा हामी आइसकेको छौँ। घाम लागेको छ। घाम भन्ने चिज त यस्तै हो। छाता खोइ मेरो शान्ता। ए हाम्रो घाम भन्ने चिज यस्तै हो ल। अब यहाँ अनि अब हामी यहाँदेखि चाहिँ यता जानु यस्तो हुन्छ। अब हाम्रो यहाँनिर टिकट सिस्टम हुँदैछ अनि हामी सबैजना यहाँ छौँ हैन। लो छिर्नु यहाँ गेटबाट। हाम्रो आमा ग्याङहरुको भ्लगमा आमा ग्याङहरुलाई कल्पना दिदी उयो दुलोबाट छिर्न खोज्नु भएको होला दोमुखा आएर। यहाँ फटाफट भन्ने मान्छे चाहिँ फेरि यता। वेलकम टु माई च्यानल माई फर्स्ट ब्लग। अनि हामी चाहिँ आज आमाहरूलाई लिएर आएको खासमा भन्नुपर्दा चाहिँ दोमुखा। अनि यस्तो गर्मी छ यो के रहर भनेको तरै पनि अब ठिकै छ। त्यस्तो रहेछ। खुसी लागिरहेछ तपाईहरुलाई? एकदम खुसी। अब खुसी लागेको मान्छे एकैचोटि शीतल खोजेर बस्नै म जस्तो कुरा गर्नुभयो त हौ। होइन अहिले आज अहिलेसम्म माछा हुन्छ यस्तो छ। हाम्रो ज्योति चर्चको आमा ग्याङहरु है उहाँहरु चाहिँ सबैजना माई खोला त जता पनि माई खोलै त बग्छ नि हौ। जता पनि माई खोलै बग्छ बग्नु त। कसले ल्याइदिन्छ भन्नु त? भाउजू भनेको केही खानेकुरा ल्याइदिन्छन् अरे। खोइ हाम्रो अगुवा यहाँनिर खानेकुरा चाहिसकिसक्यो मान्छेहरूलाई। कहाँ जानुभयो तपाईँ? यस्तो छ है यस्तो छ। हामी जाँदैछौँ। उनीहरू अघि गइसक्नु भएको छ कि। अनि मलाई एङ्गल मिलाउन आएन है मेरो यो फर्स्ट भ्लग भएकोले। वेलकम टु दोमुखा। आमाहरू यस्तै हेर्छु कहाँ देख्छन् होला। यहाँदेखि त कहाँ देख्छ त नि भिडियो गरेको त नि। अनि हाम्रो दिदीलाई चाहिँ मेन यो हेर्नु पर्यो अरे। त्यही पनि हावाले सबै उडाइदिएछ यार फुल त। सकिने बेला पनि भइसकिसक्यो नि त। अनि यस्तो छ हाम्रो दोमुखा राम्रो दोमुखा। दोमुखाको स्पेसल भनेको चाहिँ एउटा खोला हो। गर्मीमा तपाईहरु स्विमिङ गर्न आउन सक्नुहुन्छ गाइजहरु। क्यामेराम्यान शीतल भयो आज चाहिँ एकदम। खोला देखेको छ उताबाट सर्फ राख्दैछ।
म चाहिँ यता जान आँटेको यता गएर चाहिँ म चाहिँ अब भिडियो बनाउँछु यहाँ फोटो खिच्न अनि अब म फेरि यता जान्छु हामी चाहिँ बिजी भयो अनि हामीलाई यही गर्नु होइन अब यहाँदेखि निस्किँदैछौँ हामी चाहिँ यहाँदेखि अब निस्किँदैछौँ यस्तो गर्मी छ यो गर्मीमा फ्रुटी खाँदै अब यही मात्र बस्नु आएको भने त घरमै बस्दै भइहाल्यो नि अनि अबि ए लु यो दोमुखा आएर चाहिँ के भन्छ यो कुर्सी चाहिँ यही कुर्सीमा मात्र बस्ने अरे अनि यो कुर्सीमा मात्र बस्नुको लागि भने त घरमै पनि यतिको हावा त आउँछ हाम्रो घरमा पनि यतिको हावा त आउँछ होइन अब के गर्नु त उहाँ त आमाहरू उहाँ पर पुगिसक्नु भयो फ्याट हुँदै के गर्नु यस्तै छ लु हिँड जाउँ प्रिस्किलाको नम्बर त नयाँ छ नि त यताबाट हान्दिउँ हामी फाँडी बिचबाट फाँडी हान्दैछौँ हाम्रो आमाहरू चाहिँ यो गर्मी देखेर बिचराहरू सरेको छन् शीतल खोज्नुलाई ठाउँ खोज्नु यस्तो छ हेर खुसी छौँ भन्दै हुन्थ्यो अघि अनि त्यस पछाडि यो गर्मीमा चाहिँ शिरीषको फुल कम्ती ढकमक फुले छैन फेरि एउटाको बचपन सकेको छैन जहाँ गए पनि झुलै खेल्छु भन्छ बिचरा हेर यति सानो नानीहरूलाई उठाएर यत्रो खेल्दैछ 70 केजी होइन 20 केजीलाई उठाएर ए 65 अरे अघि ल्याएको थियो मलाई 70 भनेको है अब यस्तै छ होइन अब छैन भनिसक्नु छैन भनेर अब के चाहिँ गर्नु त हौ अब के चाहिँ गर्नु त भने त यो गर्मीमा गर्न सक्ने त केही होइन ऊ यसरी पङ्खा हल्लाउने बस्ने हावा भन्ने चिज हावा कति मिठो हावा आइरहेको छ होइन यस्तो छ यस्तो छ है झिलिमिली दोमुखामा चाहिँ मम्मी म चाहिँ आमाहरू खोज्दै आउँदैछु खोइ मम्मीहरू ए लु फोटो खिचिदिनु पर्यो भनेको आमा पार्टीलाई के हो म चाहिँ आमाहरू खोज्दै आएको होइन दोमुखा चाहिँ यस्तो छ है अब हाम्रो आमाहरूको घुमाइ भ्रमणहरू अब सकिँदैछ है सक्यो अब यस्तो छ यहाँ आमाहरू थाकेर बस्नु भइसकिसकेको छ फोटो पनि बेसी खिचिसकिसकेर होइन अब यही हो लास्ट अब यति नै हो हाम्रो सबै यति नै हो यहाँ नै रमाइलो गरेको हाँस्दैछन् होइन त यस्तै छ यति नै हो थ्याङ्क यू फर वाचिङ बाई बाई अर्को भ्लगमा नआइन्जेलसम्म बाई बाई